बैंकबाट ऋण लिन सामान्य ग्राहकले लामो प्रक्रिया पार गर्नुपर्छ। जग्गाको मूल्याङ्कन, कागजात परीक्षण, जोखिम विश्लेषणदेखि विभिन्न तहको स्वीकृतिसम्म पुग्दा हप्तौँ वा महिनौँ लाग्नु असामान्य होइन। तर सुन्दा अचम्म लाग्न सक्छ। एउटा जग्गा 1,17,00,000 रुपियाँमा किनिएकै दिन त्यसको मूल्य 15 गुणा भन्दा बढी बढाएर मूल्याङ्कन गरियो। त्यसको 3 दिनभित्रै करोडौँ रुपियाँ ऋण प्रवाह भयो। अझ खास कुरा त सो ऋण नउठेपछि कम्पनी कालो सूचीमा पर्यो। तर पनि ब्याङ्कले यसरी ऋण दिने काम रोकिएन। यसरी ओभर भ्यालुएसन गरेको ऋण नउठ्दा पनि नचेतेको ब्याङ्कमा फेरि त्यस्तै घटना घट्यो। फेरि पनि ओभर भ्यालुएसन, कम मूल्यमा जग्गा किनेकै दिन बढी मूल्यको मूल्याङ्कन गरी त्यसको केही समयभित्रै फेरि करोडौँ ऋण र यस्तो गम्भीर विषयमा जोडिएका छन् हाल प्रभु ब्याङ्कका सञ्चालक रहेका रमेश राज अर्याल। अब घटना बुझौँ। पहिलो घटनामा 1,17,00,000 को जग्गा किनेर सोही दिन 17 करोड मूल्याङ्कन गरी त्यसको केही समयभित्रै 7 करोड ऋण प्रवाह गरिएको छ। राष्ट्र ब्याङ्कमा कुमारी ब्याङ्कका शेयर धनीले बुझाएको प्रमाण अनुसार हालका कुमारी ब्याङ्क अर्थात् तत्कालीन एनसिसी ब्याङ्कमा रमेश राज अर्याल सिइओ हुँदा कम्पनीले 1,17,00,000 रुपियाँमा खरिद गरेको जग्गाको सोही दिन 17 करोड रुपियाँ मूल्याङ्कन गरिएको थियो। त्यसकै आधारमा 3 दिनभित्र 3 करोड रुपियाँ ऋण स्वीकृत गरियो भने 11 दिनपछि थप 4 करोड रुपियाँ प्रवाह गर्दै कुल 7 करोड रुपियाँ कर्जा उपलब्ध गराइएको थियो। पछि ऋण फस्यो दाबी गरिएको छ। यस्तै अर्को केस पनि कुमारी ब्याङ्कमा घटेको पाइएको छ। अर्याल नै सिइओ हुँदा कुमारी बिल्डर्सले 1,05,90,000 रुपियाँमा खरिद गरेको जग्गाको भोलिपल्टै 13 करोड 26,25,000 रुपियाँ मूल्याङ्कन गरी त्यसका आधारमा 7 करोड 62,00,000 रुपियाँ ऋण स्वीकृत गरिएको देखिएको छ। पछि उक्त ऋण असल हुन नसकेपछि सम्बन्धित ऋणीलाई कालो सूचीमा राखिएको थियो। त्यसपछि सोही जग्गा खरिदका लागि इन्टरनेसनल क्लबको नाममा तत्कालीन महालक्ष्मी विकास ब्याङ्कबाट 16 करोड रुपियाँ कर्जा प्रवाह भएको र त्यसमध्ये 12 करोड 51,75,000 रुपियाँ प्रभु ब्याङ्कमा रकमान्तर भएको समेत देखिन्छ। अनि यो सब पछाडिको कनेक्सन देखिएको छ प्रभु ब्याङ्कका अहिलेको घोटाला प्रकरण। अहिले प्रभु ब्याङ्कले एसियन भिलेज रिसोर्टलाई दिएको 48 करोड ऋणका विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ। राष्ट्र ब्याङ्कले नै कैफियत देखाएपछि सिआइबीले ब्याङ्कका तत्कालीन चिफ बिजनेस अफिसर रश्मि पन्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तर अनुसन्धानमा रहेको प्रभु ब्याङ्कको सञ्चालकमा तिनै रमेश राज अर्याल छन् र अनुसन्धान भइरहेको एसियन भिलेज रिसोर्टको भ्यालुएसन गर्ने कम्पनी र तत्कालीन एनसिसी ब्याङ्कबाट ओभर भ्यालुएसन गरी ऋण लिन सहयोग गर्ने भ्यालुएटर उही भएको दाबीसहित राष्ट्र ब्याङ्कमा निवेदन परेको छ। यही विषयमा प्रतिक्रिया लिन खोज्दा रमेश राज अर्याल सम्पर्कमा आएका छैनन्। रमेश राज अर्याल यसअघि पनि विभिन्न विवादका कारण चर्चामा आएका थिए। कुमारी ब्याङ्कबाट बाहिरिने क्रममा गैर कानुनी रूपमा बढी तलब सुविधा लिएको भन्दै राष्ट्र ब्याङ्कले रकम फिर्ता गर्न निर्देशन दिएको थियो। त्यस्तै सिटिजन्स ब्याङ्कको सञ्चालक पदमा गैर कानुनी रूपमा बसेको भन्दै राष्ट्र ब्याङ्कले पद छाड्न निर्देशन दिएको घटना पनि सार्वजनिक भएको थियो।